के तपाईहरु पनि अनलाइनबाट eSIM निकाल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। ल अब ढिलो नगरी भिडियो सुरु गरौँ र म तपाईहरुलाई मेरो मोबाइलको स्क्रिनतिर लैजान्छु। त्यसको लागि सबभन्दा पहिला तपाईहरुले चाहिँ प्ले स्टोरमा जानु होला र प्ले स्टोरमा गएर तपाईहरुले चाहिँ खल्ती भनेर सर्च गर्नु होला। खल्ती एप्स भनेर सर्च गरिसकेपछि तपाईहरुले यो एप्सलाई चाहिँ इन्स्टल गर्नु होला र इन्स्टल गरिसकेपछि तपाईहरुले चाहिँ यो एप्समा तपाईले भेरिफाई गर्नुपर्ने हुन्छ। साइन अप गर्नु होला आफ्नो मोबाइल नम्बर र त्यसपछि तपाईहरुले चाहिँ यो एप्सलाई खोल्नु होला र तपाईहरु खल्तीको यो इन्टरफेसमा आइपुग्नु हुनेछ र त्यसपछि तपाईहरुले चाहिँ यहाँ फीचर एन्ड सर्भिसमा क्लिक गर्नु होला र यसमा तपाईहरुले यहाँ एनटीसी eSIM भन्ने तपाईले आइकन देख्नुहुनेछ र यसमा तपाईले क्लिक गर्नु होला र यसपछि तपाईले चाहिँ eSIM को लागि चाहिँ आफ्नो मोबाइलमा eSIM सपोर्ट गर्छ कि गर्दैन भनेर चाहिँ एकचोटी चेक पनि गर्नु होला र यसको लागि तपाईले चाहिँ आफ्नो मोबाइलको डायल प्याडमा गएर *#06# भनेर कलिङ गर्नु होला र कलिङ गरिसकेपछि तपाईहरुको मोबाइलमा EMEI नम्बर देखा पर्नेछ र यहाँबाट तपाईले eSIM सपोर्ट गर्छ कि गर्दैन भनेर थाहा पाउनुहुनेछ। र यदि तपाईहरुको मोबाइलमा eSIM सपोर्ट गर्छ भने तपाईहरुले चाहिँ यहाँबाट चाहिँ अनलाइन eSIM को लागि अनलाइन फर्म भर्न सक्नुहुनेछ र यसमा तपाईहरुले कसरी चाहिँ फर्म भर्ने भन्दाखेरि तपाईहरुले चाहिँ यहाँ एनटीसी प्रिपेड eSIM भनेर लेखेको छ त्यहाँ चाहिँ तपाईहरुले चाहिँ आफ्नो एनटीसी नम्बर कति छ त्यो एनटीसी नम्बर चाहिँ यहाँ टाइप गर्नु होला र यसपछि तपाईहरुले चाहिँ आफ्नो फुल नेममा फुल नेम, फादर्स नेममा फादर्स नेम, ग्रान्डफादर्स नेममा ग्रान्डफादर्स नेम, मदर्स नेममा मदर्स नेम राखेर तपाईहरुको चाहिँ डेट अफ बर्थ यहाँ तल मुनि डेट अफ बर्थको ठाउँमा तपाईले बीएस पनि राख्न सक्नुहुनेछ र तपाईले एडी पनि राख्न सक्नुहुनेछ। तपाईहरुको यसरी चाहिँ राखिसकेपछि तपाईहरुले चाहिँ डकुमेन्टको टाइप पनि तपाईहरुले के राख्न चाहनुहुन्छ तपाईहरुले चाहिँ त्यो नागरिकता अथवा तपाईले पासपोर्ट, ड्राइभिङ लाइसेन्स र भोटर नेसनल आइडी कार्ड पनि राख्न सक्नुहुनेछ। तपाईले चाहिँ यहाँ डकुमेन्ट इस्यु डेट भनेको छ त्यहाँनिर तपाईले चाहिँ इस्यु डेट लेख्नु होला र तपाईले पर्मानेन्ट एड्रेसले चाहिँ एड्रेसमा चाहिँ तपाईले पर्मानेन्ट एड्रेस लेख्नु होला। त्यसपछि तपाईले चाहिँ कुन डकुमेन्ट चाहिँ यहाँ अपलोड गर्न चाहनु भएको हो त्यो डकुमेन्टलाई चाहिँ यहाँनिर अपलोड गरिदिनु होला र अपलोड गरिसकेपछि तपाईले यहाँ अगाडि यता यहाँनिर अगाडिको गर्न सक्नुहुन्छ। यहाँ अगाडिको गर्दाखेरि तपाईले चुज फ्रम ग्यालेरी अथवा तपाईले टेक पिक्चरबाट चाहिँ गर्न सक्नुहुन्छ। यसबाट तपाईले चाहिँ यहाँ माथिकोमा चाहिँ अगाडिको र तलकोमा चाहिँ पछाडिको फोटो चाहिँ खिचेर अथवा ग्यालेरीमा अलरेडी तपाईले खिचेर राख्नु भएको छ भने त्यहाँबाट पनि तपाईले अपलोड गर्न सक्नुहुन्छ र तपाईले यहाँ तल अपलोड योर लाइभ फोटो भनेको छ त्यहाँनिर चाहिँ तपाईहरुको सेल्फी तपाईहरुको अनुहार राम्ररी देख्ने किसिमको फोटो चाहिँ खिचेर अपलोड गर्नु होला र तपाईले यहाँ तल इमेल रहेको छ यहाँ इमेलमा चाहिँ तपाईले आफ्नो इमेल राख्नु होला र त्यसपछि लास्टमा यहाँ हजुरको फोन eSIM सपोर्ट गर्छ गर्दैन भनेर जुन गरेको छ त्यो त मैले अलरेडी तपाईहरुलाई भनिसकेको छु। eSIM सपोर्ट गरेको अवस्थामा तपाईले चाहिँ यहाँ मेरो मोबाइलमा चाहिँ eSIM चाहिँ सपोर्ट गर्छ भन्ने ठाउँमा यहाँ टिक गरिदिनु होला। यहाँ टिक गरिसकेपछि तपाईहरुलाई चाहिँ यो 90 रुपैयाँ लाग्छ पेमेन्ट तपाईहरु eSIM निकाल्नको लागि र यसरी तपाईहरुले चाहिँ 90 रुपैयाँ तिरेर चाहिँ यहाँबाट पर्चेस भन्ने अप्सनमा क्लिक गर्नु होला र पर्चेस भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाईहरुले चाहिँ अनलाइन eSIM चाहिँ यहाँबाट फर्म भर्न सक्नुहुनेछ। यसरी नै तपाईहरुले घरबाटै अनलाइन eSIM को लागि चाहिँ आवेदन अथवा फर्म भर्न सक्नुहुनेछ। आजको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र आजको यो भिडियोमा यति नै। फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई गुड बाई।